सुन्तला बेच्न बस्नु भएको क्या? किन्न बसेको बाबु। आर यु कमेडी मी? यो चाहिँ यहाँबाट देखिने यस्तो मजाको सेतीबेडीको भ्यू। मामा 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 गाइज मामा मामा भेट्नु भयो क्या नि हो? हेलो एन्ड नमस्ते एभ्रियन, वेलकम टु माई न्यू डे न्यू भ्लग्स गाइज। सबैजना सन्चै रहने भन्ने आशा गर्छु। म पनि यता सन्चै रहेको छु, एकदम फिट एन्ड फाइन भएरै हजुरहरूमा आज यो भिडियो पस्किसकेँ मैले अगाडि। आज चाहिँ अरू केही नभनिकन नि मेरो चाहिँ आज शुभ जन्मदिन। आज चाहिँ मेरो जन्मदिन 18 पुरा भएर 19मा लागेको दिन हो आज। मलाई यो धरतीमा ल्याउने मेरो आमा। अनि आज चाहिँ हामी मेरो जन्मदिनको अवसर पारेर सेतीबेडी जाँदैछु, सेतीबेडी दर्शनको लागि। अनि आज कस्तो हुन्छ यो भिडियो अन्तिमसम्म हेर्नु होला। सेतीबेडी शिलासम्म जाँदैछु, सेतीबेडी शिला दर्शन गरेर आज बर्थडेको दिन जाँदैछु भने यहाँनिर चाहिँ हेर्नुहोस् न, यति मजाले हाम्रा मौरीहरूको आँगामा कति मजाले गुनगुनिएका छन्। अनि मजाको भ्यू एकदम पुरै प्रष्ट रूपमा खुलिएको पनि छ। यस्तो भ्यू खुलेपछि म जानको लागि पनि एकदम राम्रो हुन्छ भने अब चाहिँ म टक्कपारामा ढोका लगाएर जाँदैछु। हजुरहरूको माया मिठो सम्झनाले गर्दा अगाडि बढियो भने चाहिँ अगाडि होला भन्ने लागेको छ। तर पनि के गर्नु, पछि आश गरेर यसो भन्छ नि त, आफू अगाडि बढ्नु कसैको आश नगर्नु, आफू अगाडि बढ्नु कसैको आश नगर्नु, अरूको खुट्टा नतान्नु तर आफ्नो खुट्टा अगाडि तनाउनु, अरूको आश कहिल्यै नगर्नु आफ्नो आश गर्नु तर अरूको खुट्टा कहिल्यै नतान्नु, आफ्नो खुट्टा अगाडि तान्नु। यो हजुरहरूले एक बार समयले सुन्नु होला। जति सम्झिन्छ जति मनले गर्छ, आफ्नो भरपूर्ण मनले गरेको कुरा आनन्दपूर्ण गऱ्यो भने एकदम राम्रो हुन्छ। म आज यो बर्थडेको दिन यति भनेको छु, मनमा नै लिनु होला है त। यो न्यानो, यो अद्भुत, यो क्षण यस्तो आनन्द लाग्दो यो बर्थडेको दिन जाँदाखेरि कस्तो आनन्द लाग्छ। मलाई चाहिँ टोपी छुट्यायो, टोपी नि लिएर जानु पऱ्यो। चिसोको मौसम छ, टोपी नि चाहियो। यो आनन्द अद्भुत यो क्षणमा यसरी सेतीबेडी जाँदाखेरि झन् आनन्द लाग्छ। जान पऱ्यो। म पनि बिहानदेखि त्यतै थिएँ र अहिले सेतीबेडी जानको लागि तर्खरमा छु। एकदम राम्रो होस्। आज मेरो बर्थडे, सबैले कमेन्टमा ह्याप्पी बर्थडे भनिदिनु होला। अरू केही सक्नुहुन्न हजुरहरूले एउटा मिठो आशीर्वाद दिनु होला। यो राम्रो भ्लगलाई हजुरहरूको मायाले यति अगाडिसम्म पुगेको छु। पक्कै पनि अझै पनि माया गरेर मलाई यो पुरै संसार देखाउनुहुन्छ भन्ने आश गरेको छु। यो पुरा गराइदिनुहोस्। हाम्रो प्रदीप सरले करिब हातीमाला चोकतिर आइसकेको छ। आज न्यानो मौसम, यो राम्रो दिन पारेर हामी चाहिँ आज सेतीबेडी शिला सालेर दर्शनको लागि जाँदैछौँ। हामी चाहिँ हातेमाला चोक बजार कति पनि सकेका छौँ है त। यो यात्रामा झनै आनन्द लाग्दो यसरी खुल्ला मौसम खुल्ला आकाशमा हिँड्दा सरर र झनै आनन्द छ। त्यसमाथि त आज बर्थडेको दिन झनै मन फुरुङ्ग भएको छ। यस्तो आनन्दको यो ठाउँ हेर्नुहोस् गाइज। यसरी हिँड्दा चाहिँ एकदम आनन्द हुन्छ है। हजुरहरू पनि राइडमा यसरी हिँड्दाखेरि त एकदम अझै खुल्ला मौसम भएपछि त यस्तो भ्यू हेर्दै हिँड्दा त यस्तो बवाल हुन्छ नि त। अनि म पनि मजाले हिँडेको छु। जाडो त निकै नै छ हो। मलाई त यसरी मुखै ढपक्क पारेपछि एकदम तातो न्यानो हुनु पऱ्यो, आफ्नो शरीरलाई नि जोगाउनु पऱ्यो नि त। ल साथीहरू, यति बेला चाहिँ हामी डाँडाको चौपारीनिर आइयो।
अब करिब करिब सेतीबेडी जानको लागि चाहिँ अब नजिक नजिक पुगिसक्यो। टक्क यो डाँडाको चौपाटीबाट मुनि झर्दाको यो भ्यू यस्तो मजाको छ। उता पारीबाट चाहिँ उता बुटोलतिर आउने ठाउँ हो भने अब हामी टक्क पारामा यहाँ झरिरहेका छौँ। यस्तो आनन्द यो मौसम। अब अस्ति बाटो चाहिँ टक्क जोडिन्छ सेतीबेडी जानको लागि। यस्तो मजाको टक्क आनन्द भ्यू हेर्दै खुल्ला मौसम खुल्ला मामाहरूसँग भेट हुँदैछ है त यहाँ एकछिन। ल हामी चाहिँ भर्खरै यहाँ मामाको चेकिङबाट अगाडि लाग्यो है त। मामा चेकिङ हान्थ्यो नि त। अब चाहिँ हामी ल साथीहरू सेतीबेडी शिला शालिग्राम प्रवेश गर्न लागेको छ। आज चाहिँ यहाँ बसहरू हल्का हल्का गाडीहरूको घुइँचोहरू छन्। कता कताबाट जान्छ पर अलिक पर यही बाटोबाट जान्छ कि किन। ल हामी चाहिँ सेतीबेडी शिलाको बजार यो झरियो। बजारबाट चाहिँ यो हिँडेको यो दृश्य यो भिडभाड यो अद्भुत समय निगरानीमा राखेर हामी चाहिँ अगाडि लाग्दैछौँ है त। ल यहाँबाट झर्दै सबै दर्शन गरेर ल यहाँबाट चाहिँ सेतीबेडी शिला चाहिँ थोरै थोरै देखिएको छ भने यता चाहिँ फर्किँदै पनि हुनुहुन्छ दर्शन गरेर। हामी चाहिँ अब जाँदैछौँ केही समयको दूरीपछि दर्शन गर्न पनि पुगिन्छ। ल हामी चाहिँ सेतीबेडी शिला प्रवेश पनि गरियो साथीहरू। हेर्नु त यहाँ त के हो यस्तो बजारै पो लाग्छ नि त। कहाँको बजार नि गएर यहाँ बसेछन्। ल साथीहरू हामी चाहिँ भर्खरै गङ्गामा गएर नुहाइधुवाइ गरेर स्नान गरेर भ्याइयो। अब यहाँ चाहिँ यस्तो भिडभाड छ। यो चाहिँ सेतीबेडी शिला शिला मुनि बगेर नजाने चाहिँ नगर भन्ने गीत छ नि त त्यही है। यो सेतीबेडी शिला यहाँ चाहिँ आज सजिन सर्नीको भिडभाड एकदम घुइँचो रहेको छ। ल अब चाहिँ हामी यहाँबाट फर्किन पनि लागिसक्यो। प्रदीप सरले यता सजिन छर्दैछन् भने यता एकदम घुइँचो छ तपाईँको। यता कुकुर छ। ल यतापट्टि झन् अद्भुत रमाइलो है। यता त झन् के हो सजिन छर्दै हिँडिहाल्नु प्रदीपले चाहिँ। यो सुन्तला बेच्न बस्नुभएको क्या? किन्न बसेको बाबु। ए सुन्तला किन्न बसेको। यो चाहिँ यहाँबाट देखिने यस्तो मजाको सेतीबेडीको भ्यू। यहाँ चाहिँ आज सम्पूर्ण यहाँ कोही सामान बेच्न बसेका हुनुहुन्छ अनि कोही सजिन सर्नमा व्यस्त हुनुहुन्छ, कोही दर्शन गरेर आउनमा व्यस्त हुनुहुन्छ भने यता कोही गफ गर्नमा व्यस्त हुनुहुन्छ, कोही टिकटकमा, कोही फोटोमा त कोही गफमै। यस्तो आनन्दको यो आहा के आनन्द छ। ल हामी चाहिँ अब दर्शन गरेर नि फर्किसकियो। आनन्द यो ठाउँमा प्रदीप सरले यहाँ सजिन छर्दाको यो दृश्य सजिन मैले पनि छर्या हो। ल साथीहरू सजिन चाहिँ यसरी छरिँदो रहेछ। सबैलाई खान पुग्योस्। ल यहाँ उम्रिन्छ सजिन।
रक्षा गर्नुहोस् है हामी चाहिँ अब ल साथीहरू हामी चाहिँ अब टक्क 12मा सेतीगढी शिला दर्शन गरेर पुरै आज बर्थडेको दिन मजाले दर्शन गरेर अनि सजिन छर्नी पनि बाला चतुर्दशीको दिन सजिन छरेर पनि फर्कियो अनि यस्तो मजाको भ्यू हेर्दै आनन्दसँग फर्किएको छौँ है त ल अब चाहिँ घर पुगिन्छ करिब धेरै बेर लाग्दैन अब चाहिँ 20 मिनटमा हामी घरै पुगिन्छ यस्तो मजाको भ्यू हेर्दै यो चाहिँ हामी अर्थन बजार आउन लाउँदाको यो दृश्य हो डुडा कटेपछि यस्तो मजाको भ्यू हेर्दै हजुरहरू हात्तीमालो बजार पुग्न सक्नुहुन्छ यो बाटो कोही हिँड्नु भयो भने एकदम आनन्द एकदम दामी छ यो बाटो चाहिँ हिँड्न लागि अनि आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो त मेरो भिडियो त सबै हेर्नुहुन्छ तर हेरेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला तर आज मेरो बर्थडेको दिन कमेन्टमा सबैजनाले ह्याप्पी बर्थडे राउन्ड ब्लग भनिदिनु भयो झन् मेरो मन उत्साह झन् तीव्र गतिमा बढ्छ यति भन्दै ल हस् त अब अर्को भिडियोमा भेटौँ है त ल बाई।